नमस्कार प्रिय दर्शक वृन्द, यस लुम्बिनी ज्ञान च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। आजको यस ज्ञानमूलक भिडियोमा हामी महत्त्वपूर्ण विषयमा चर्चा गर्दैछौं। कृपया भिडियो अन्तसम्म हेर्नुहोस् र यदि उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। यस च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टी चिन्हलाई थिच्नुहोस् ताकि आगामी जानकारीमूलक भिडियोहरू तपाईले तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ। अब सुरु गरौं आजको ज्ञान यात्रा। भगवान शिवका अनन्त रूपहरू मध्ये एक अत्यन्त शक्तिशाली र रहस्यमय स्वरूप हुनुहुन्छ भगवान काल भैरव। उहाँलाई समय कालका अधिपति, रक्षक तथा विनाशक मानिन्छ। काल भैरवको कथा केवल एउटा पौराणिक आख्यान मात्र होइन, यो त जीवन, मृत्यु, समय, कर्म र मुक्तिको गहिरो दर्शन पनि हो। उहाँको उग्र स्वरूप देखेर कतिपय डराउन सक्छन्, तर भक्तहरूका लागि उहाँ परम दयालु, रक्षक र मार्गदर्शक हुनुहुन्छ। आउनुहोस् भगवान शिवको यस अद्भुत एवं तेजस्वी स्वरूप काल भैरवको कथा, महत्त्व र नेपालमा उहाँको उपस्थितिलाई श्रद्धापूर्वक बुझ्ने प्रयास गरौं। नम्बर 1, काल भैरवको उत्पत्ति। पौराणिक कथा। काल भैरवको उत्पत्तिको कथा विभिन्न पुराणहरूमा वर्णित छ, जसमध्ये सबैभन्दा प्रचलित कथा भगवान ब्रह्मा र विष्णु बीचको श्रेष्ठताको विवादसँग जोडिएको छ। एक समय ब्रह्माण्डका सृष्टिकर्ता भगवान ब्रह्मा र पालनकर्ता भगवान विष्णु बीचको सर्वश्रेष्ठ भन्ने विषयमा गहिरो विवाद उत्पन्न भयो। दुवै देव आफूलाई सर्वोच्च साबित गर्न अनेक तर्क प्रस्तुत गर्दै हुनुहुन्थ्यो। यो विवादले उग्र रूप लिँदै गयो र समाधानको कुनै बाटो देखिएन। अन्ततः उहाँहरूले वेदहरूलाई सोध्ने निर्णय गर्नुभयो। चारै वेदहरूले सर्वसम्मतिले भगवान शिवलाई नै परमतत्त्व, सर्वश्रेष्ठ र सबैका उत्पत्तिकर्ता घोषणा गरे। भगवान विष्णुले वेदहरूको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्नुभयो। तर सृष्टिकर्ता हुनुको अहङ्कारले ग्रस्त भगवान ब्रह्माले यो कुरा स्वीकार गर्न सक्नु भएन। उहाँमा 5वटा शिर थिए र तीमध्ये एक शिरले भगवान शिवको निन्दा गर्न थाल्यो र आफू नै सर्वोच्च भएको दाबी गर्न लाग्यो। ब्रह्माजीको यो अहङ्कार र महादेवप्रतिको अनादर देखेर भगवान शिव अत्यन्त क्रोधित हुनुभयो। उहाँको यही प्रचण्ड क्रोधबाट एक भयानक, तेजस्वी र उग्र स्वरूपको उत्पत्ति भयो। कालो वर्ण, विशाल आँखा, हातमा त्रिशूल, डमरू र ब्रह्माको शिर काट्न सक्षम तेज नङ्ग्राहरू भएका ती स्वरूप नै काल भैरव हुनुहुन्थ्यो। भगवान शिवको आदेश पाउनासाथ काल भैरवले तुरुन्तै आफ्नो नङ्ग्राले ब्रह्माजीको त्यो 5औं शिर, जसले शिवजीको निन्दा गरिरहेको थियो, काटिदिनुभयो। नम्बर 2, ब्रह्महत्याको पाप र काशीमा मुक्ति। ब्रह्माजीको शिर काट्नासाथ काल भैरवलाई ब्रह्महत्याको पाप लाग्यो। काटिएको त्यो शिर उहाँको देब्रे हातमा टाँसियो र उहाँले त्यसलाई हटाउन सक्नु भएन। यो पापबाट मुक्ति पाउन भगवान शिवले काल भैरवलाई त्रिलोकमा भिखारीको रूपमा कापालिक वेशमा घुम्न र भिक्षा माग्न आदेश दिनुभयो। उहाँले भन्नुभयो, जहाँ यो ब्रह्म खप्पर, ब्रह्माको शिर तिम्रो हातबाट आफै खस्नेछ, त्यही तिमी पापमुक्त हुनेछौ। काल भैरव भगवान शिवको आज्ञा अनुसार हातमा ब्रह्माको खप्पर लिएर कापालिक वेशमा ब्रह्माण्डका अनेकौं तीर्थस्थलहरूमा घुम्नुभयो, तर त्यो खप्पर कतै खसेन। अन्ततः उहाँ भगवान विष्णुको निवास वैकुण्ठ पुग्नुभयो। भगवान विष्णुले उहाँको व्यथा बुझेर माता लक्ष्मीलाई भिक्षा दिन आग्रह गर्नुभयो। माता लक्ष्मीले काल भैरवलाई अन्नदान गर्दा पनि त्यो खप्पर खसेन। त्यसपछि भगवान विष्णुले काल भैरवलाई मुक्तिदायिनी नगरी काशी वाराणसी जान सुझाउनुभयो। काल भैरव काशी पुग्ने बित्तिकै त्यो पवित्र भूमिको स्पर्शले उहाँको हातमा टाँसिएको ब्रह्माको खप्पर स्वतः खस्यो र उहाँ ब्रह्महत्याको पापबाट पूर्ण रूपमा मुक्त हुनुभयो। त्यही क्षणदेखि भगवान शिवले काल भैरवलाई काशीको कोतवाल अर्थात् नगर रक्षक नियुक्त गर्नुभयो। आज पनि यो मान्यता छ कि काशीमा बस्न वा मुक्ति पाउनका लागि काल भैरवको अनुमति अनिवार्य छ। उहाँको दर्शन बिना काशी यात्रा अपूर्ण मानिन्छ। नम्बर 3, काल भैरवको स्वरूप र महत्त्व। उग्र तर कल्याणकारी, काल भैरवको स्वरूप हेर्दा डरलाग्दो देखिन सक्छ। शमशान निवासी, नग्न शरीर, सर्पको माला, हातमा दण्ड र खप्पर, साथमा कालो कुकुर। तर यो उग्रता केवल पाप, अहङ्कार र नकारात्मक शक्तिहरूको विनाशका लागि हो। आफ्ना भक्तहरूका लागि उहाँ परम दयालु र रक्षक हुनुहुन्छ।
कालका नियन्त्रक, काल अर्थात् समय र मृत्यु। काल भैरव समयका देवता हुनुहुन्छ। उहाँको पूजाले अकाल मृत्युको भय हटाउँछ र जीवनलाई सही दिशामा लैजान मद्दत गर्छ। उहाँले नै व्यक्तिको कर्म अनुसार दण्ड वा पुरस्कार निर्धारण गर्नुहुन्छ भन्ने मान्यता छ। भयनाशक, भैरव शब्दको अर्थ नै भयलाई हटाउने गर्ने हो। उहाँको उपासनाले भक्तको मनबाट सबै प्रकारका डर, चिन्ता र असुरक्षाको भावना हट्छ। जीवनका कठिन परिस्थितिहरूको सामना गर्न साहस प्राप्त हुन्छ। क्षेत्रपाल, उहाँलाई क्षेत्रपाल पनि भनिन्छ, अर्थात् कुनै क्षेत्र, विशेष गरी मन्दिर वा पवित्र स्थलको रक्षक। उहाँले नकारात्मक शक्तिहरूलाई प्रवेश गर्न दिनुहुन्न र पवित्रता कायम राख्नुहुन्छ। कर्म र न्यायका देवता, काल भैरव कर्मको लेखाजोखा राख्नुहुन्छ र न्याय गर्नुहुन्छ। गल्ती गर्नेलाई दण्ड दिनुहुन्छ भने सत्य र धर्मको मार्गमा हिँड्नेलाई रक्षा गर्नुहुन्छ। तन्त्र साधनाका प्रमुख देवता, तन्त्र साधना र गुप्त विद्याहरूमा काल भैरवको विशेष महत्त्व छ। उहाँलाई शीघ्र प्रसन्न हुने र मनोकामना पूरा गर्ने देवता मानिन्छ। शनि र राहु केतुको प्रभाव कम गर्ने, ज्योतिष शास्त्र अनुसार काल भैरवको पूजाले शनि, राहु र केतु जस्ता ग्रहहरूको नकारात्मक प्रभावलाई शान्त पार्न मद्दत गर्दछ। नम्बर 4, काल भैरवबाट प्रेरणा। भगवान काल भैरवको कथाले हामीलाई महत्त्वपूर्ण जीवन सन्देश दिन्छ। 1. अहङ्कार विनाशकारी छ। ब्रह्माजीको अहङ्कारले उहाँको शिर काटियो। यसले सिकाउँछ कि ज्ञान वा शक्तिको अहङ्कारले पतन निम्त्याउँछ। 2. कर्मको फल अवश्यम्भावी छ। काल भैरवले ब्रह्महत्याको पाप भोग्नु पर्यो। यसले देखाउँछ कि कर्मको फल चाहे त्यो जानी होस् वा अनजानमा भोग्नै पर्छ। तर साँचो पश्चाताप र सही मार्गले मुक्ति पनि सम्भव छ। 3. डरमाथि विजय। काल भैरवको उपासनाले हामीलाई जीवनका डरहरू, मृत्यु, असफलता, रोग, शत्रुको सामना गर्न सिकाउँछ। उहाँको उग्र रूपले नै अभय प्रदान गर्दछ। 4. समयको महत्त्व। कालका देवता हुनुले उहाँ हामीलाई समयको सदुपयोग गर्न र व्यर्थका कुराहरूमा नअल्झिन प्रेरित गर्नुहुन्छ। 5. रक्षा र न्याय। उहाँको भक्तिले हामीलाई सुरक्षाको अनुभूति दिन्छ र विश्वास दिलाउँछ कि अन्ततः सत्य र न्यायको नै विजय हुन्छ। नम्बर 5. नेपालमा काल भैरवका प्रमुख मन्दिरहरू। नेपाल शैव र तान्त्रिक परम्पराको धनी भूमि हो, त्यसैले यहाँ काल भैरवको पूजा र मन्दिरहरू विभिन्न स्थानमा पाइन्छन्। केही प्रमुख स्थानहरू निम्न प्रकार छन्। 1. काठमाडौँ हनुमान ढोका दरबार क्षेत्र। यो नेपालकै सबैभन्दा प्रसिद्ध काल भैरवको मूर्ति हो। बसन्तपुर दरबार स्क्वायरमा अवस्थित यो विशाल खुला आकाशमुनिको मूर्ति निकै प्रभावशाली छ। यसलाई मध्यकालमा राजा प्रताप मल्लले स्थापना गराएको मानिन्छ। कुनै समयमा यहाँ अपराधीहरूलाई सत्य बोल्न लगाउन शपथ खुवाइन्थ्यो भन्ने किंवदन्ती छ। 2. भक्तपुर दरबार क्षेत्र। भक्तपुर दरबार स्क्वायर परिसरमा पनि भैरवको महत्त्वपूर्ण मन्दिर र मूर्तिहरू छन्। यहाँका भैरवनाथ मन्दिर प्रसिद्ध छ, यद्यपि त्यो प्रत्यक्ष काल भैरव नभए पनि भैरव स्वरूप नै हो। 3. पशुपतिनाथ क्षेत्र। काठमाडौँ पशुपतिनाथ मन्दिर परिसर र वरपर पनि विभिन्न भैरवका मूर्तिहरू र साना मन्दिरहरू छन् जहाँ काल भैरवको पूजा हुन्छ। बागमती नदी किनारमा पनि भैरव घाटहरू छन्। 4. अन्य जिल्लाहरू। काठमाडौँ उपत्यका बाहिर पनि विभिन्न जिल्लाहरूमा स्थानीय रूपमा काल भैरव वा अन्य भैरव स्वरूपहरूको पूजा गर्ने चलन छ। पहाडी तथा तराईका कतिपय शक्तिपीठहरू र पुराना मन्दिरहरूमा भैरवलाई क्षेत्रपालको रूपमा स्थापित गरिएको पाइन्छ। उदाहरणका लागि पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका 4 भैरवस्थान हटिया बजारमा पाल्पा भैरव मन्दिर, दोलखाको भीमेश्वरलाई पनि भैरवको अंश मानिन्छ। सङ्खुवासभा, ललितपुरका विभिन्न स्थानहरू र अन्य ठाउँमा पनि भैरवका मन्दिर वा शिलाहरू भेटिन्छन्। अन्तिम निष्कर्ष। भगवान काल भैरव भगवान शिवका उग्र तर परम कल्याणकारी स्वरूप हुनुहुन्छ। उहाँ समयका शासक भएका नाशक, न्यायका प्रतीक र भक्तका रक्षक हुनुहुन्छ। उहाँको कथाले हामीलाई अहङ्कार त्याग गर्न, कर्मप्रति सचेत रहन, समयको महत्त्व बुझ्न र जीवनका चुनौतीहरूको निर्भीकतापूर्वक सामना गर्न प्रेरणा दिन्छ। नेपालका विभिन्न स्थानमा अवस्थित उहाँका मन्दिरहरू आस्था र शक्तिका केन्द्र हुन्।
श्रद्धा र भक्तिपूर्वक उहाँको स्मरण मात्रले पनि जीवनमा सकारात्मक ऊर्जा र साहस प्राप्त हुन्छ। प्रिय दर्शकवृन्द, धन्यवाद। तपाईले भिडियो अन्तसम्म हेर्नुभयो, यसको लागि मनदेखि आभार व्यक्त गर्न चाहन्छु। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्नुहोस्। नयाँ ज्ञानमूलक भिडियोहरूका लागि यस लुम्बिनी ज्ञान च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टी चिन्हलाई थिच्न नबिर्सनुहोला। अब अर्को रोचक भिडियोमा भेटौँला, तबसम्म स्वस्थ रहनुहोस्, खुशी रहनुहोस्। धन्यवाद।